खास गरी आज जुन सम्मानित सर्वोच्च अदालतले जुन चाहिँ नि एउटा वीरगञ्जको मेन रोडको विषयमा जुन निकास दिएको छ त्यसको लागि सर्वप्रथम त सम्पूर्ण वीरगञ्जवासीको तर्फबाट सम्मानित सर्वोच्च अदालतलाई धन्यवाद दिन चाहन्छु। र यो जुन वीरगञ्जका केही व्यक्तिहरूले जुन चाहिँ नि रिट दिएको थियो मेन रोडको विषयमा त्यो सम्पूर्ण रिट चाहिँ नि खारिज भएको छ। र रिट खारिज हुनुको अर्थ के हो भने चाहिँ नि उहाँहरूले जुन जुन माग गर्नुभएको थियो त्यो सबै मागलाई चाहिँ नि सर्वोच्च अदालतले बदल गरेको छ। र अब केही दिनमै यसको चाहिँ नि पूर्ण पाठ पनि आउनेछ। तर चाहिँ नि हामीले हाम्रो कानुनी व्यवसाय कानुनी सल्लाहकारको अनुसार चाहिँ नि यही कुरो भनिएको छ, रिट सम्पूर्ण खारिज भयो। उहाँहरूले जुन जुन माग गर्नुभयो त्यो सम्पूर्ण रिट खारिज भएको छ। र अब चाहिँ नि हामीलाई चाहिँ नि जुन चाहिँ नि मेन सडकको विषयमा काम गर्न बाटो क्लियर भएको छ। अब तपाईँ व्यक्तिगत रूपमा म आज चाहिँ नि हेटौँडा सडक डिभिजन कार्यालयको डिई साहबको सम्पर्कमा छु र उहाँले आइतबारको समय दिनुभएको छ। आइतबारको दिन हामीहरू उहाँ सिओ साहब सबै बसेर यसलाई चाहिँ कहिलेदेखि यो मेन रोड सडकको विषयमा काम हुने विषयमा चाहिँ नि उहाँहरूसँग बसेर सल्लाह भएअनुसार त्यसपछि हामीले चाहिँ नि मेन सडकको विषयमा हामीले चाहिँ अगाडि बढ्नेछौँ। सर्वोच्च डोजर त एकदम आउँथ्यो नै होइन। जसले वीरगञ्जको मेन सडकमा बिना नक्सा पास गरी नयाँ नयाँ घर बनाएका छन् त्यसमा डोजर सबभन्दा पहिले चल्छ। निश्चित रहनुहोस् यो सरप्राइजको विषय छ, कुनै बेला पनि चल्न सक्छ। धन्यवाद।